नमस्ते, म गीता सिपाकुटी गीताञ्जली ग्लोबलको बाट रिप्रेजेन्ट गर्दैछु। विगत 22 वर्षदेखि यो इन्डस्ट्रीमा छु। अहिले मैले यो हुन गइरहेको इलेक्सनमा एज अ भिपी फेरि क्यान्डिडेट्सी दिएको छु। योभन्दा अगाडि पनि बोर्डमा बसेर नै मैले भिपीको रूपमा काम गरिसकेको छु र आफूलाई चाहिँ म काम गर्न सक्छु भन्ने एउटा उदाहरण पनि पेश गरिसकेको छु। अब फेरि किन भिपी भन्ने क्वेसन डेफिनेटली आउँछ। एकखाल काम गरिसकेपछि कुनै पनि पोस्टमा एकचोटि बस्दैमा फेरि बस्नु पर्दैन भन्ने हुँदैन, किनकि कुनै टाइममा 3टा कार्यकालको सदस्य बसेरै आएको मान्छे म। संस्थापकको सदस्य कास्कीबाट मेरो यात्रा सुरु भयो इक्यानमा। त्यसपछि काठमाडौँ आइसकेपछि मैले झन्डै 4 वर्षपछि अब म अघि बढ्नुपर्छ इक्यानमा, किनकि लेडिज क्यान्डिडेट्सी त्यति छैन र लेडिजको पनि उपस्थित हुन आवश्यक छ भन्ने हिसाबमा मैले क्यान्डिडेट्सी दिन्छु भन्ने घोषणा गरेँ लास्ट इयर। र मलाई शेषराज सरको टिमले सपोर्ट गर्नुभयो र मलाई जुन काम दिनुभएको थियो अझ त्यहाँ पुर्याउन, जसले भोट दिएर त्यहाँ पुर्याउनु भएको थियो, त्यसमा चाहिँ मैले काम गर्न सफल भएँ। र मलाई मैले लिएको डिपार्टमेन्ट पनि फेयर डिपार्टमेन्ट र महिला सशक्तिकरण विभाग थियो, जुन महिला सशक्तिकरण विभाग कहिले पनि इक्यानमा त्यति पपुलर थिएन, कसैले काम गरिराख्नु भएको थिएन। त्यसलाई एउटा मूर्त रूप दिन सफल भयो। त्यसमा मेरो प्रेसिडेन्ट, मेरो टिमले मलाई सपोर्ट गरेरै भएको डेफिनेटली। तर हाम्रो इन्डस्ट्रीमा यति धेरै लेडिज छौँ हामी, कहिले पनि त्यहाँ चाहिँ त्यो किसिमको प्रोग्राम हुनुपर्छ भन्ने कुरा कहिले पनि बुझेर अगाडि बढाइएको थिएन। तर प्रेसिडेन्टको भ्युजमा र उहाँले गर्नुपर्छ भन्ने थस ल्याएपछि ओके भनेर गऱ्यौँ। त्यसले राम्रो माइलेज दियो। त्यो माइलेजले आज धेरै लेडिजहरू चाहिँ इक्यानमा आउनु भएको छ। खुसी लाग्छ त्यो देख्दाखेरि। त्यस्तै फेयर डिपार्टमेन्ट चाहिँ कोभिड पछि बन्द भएको अवस्था थियो, त्यो डिपार्टमेन्ट चलायमान थिएन। त्यो डिपार्टमेन्टलाई पनि हाम्रै कार्यकालमा हामीले ओपन गरेर हरेक ब्रान्च र केन्द्रमा चाहिँ केही फन्डहरू जम्मा गर्न सफल भयो, किनकि फेयरले एउटा स्टुडेन्ट, प्यारेन्ट्स र जो प्रोभाइडर्स छ अथवा युनिभर्सिटीको इन्फर्मेसन लिन चाहनुहुन्छ उहाँहरूलाई प्रपर इन्फर्मेसन दिन्थ्यो त्यसले भने। अर्को पार्ट हेर्ने हो भने संस्था एकदम सशक्त भएर आउँथ्यो, किनकि कुनै पनि संस्था चलाउनलाई फन्ड आवश्यक पर्थ्यो र फन्ड चाहिँ त्योबाट उपलब्ध भएको थियो होइन। जुन कहिले चलेकै थिएन त्यो डिपार्टमेन्ट लिएर एउटा राम्रो एक्जाम्पल सेट गर्न सफल भएकोमा फेरि पनि मेरो आवश्यक छ, म जानुपर्छ भन्ने हिसाबले। र मार्चले पनि मलाई त्यही भन्यो, म यो वर्ष बसौँ कि भन्ने सोचेको थिएँ। त्यो मार्चले पनि जानुपर्छ भन्ने हिसाबले चाहिँ मेरो क्यान्डिडेट्सी फेरि भिपीमा दिएको छु मैले। इक्यान पहिलादेखि नै अब एउटा रफ्तारमा चलिरहेको संस्था हो। इक्यानमा चाहिँ जो नेतृत्व आए पनि यसको खास ड्रास्टिक चेन्ज हुन सकेन भन्ने कुरा छ कि अबको नेतृत्व चाहिँ कसरी अगाडि बढ्छ, तपाईँले चाहिँ त्यो नेतृत्वलाई कसरी अगाडि बढाउनुहुन्छ, त्यसमा पनि त केही योगदान त दिनु पर्ला नि। धन्यवाद क्वेसनको लागि। चेन्ज नभएको म चाहिँ भन्दिनँ। चेन्ज नभएको भए हामी जाँदाखेरि 400 अलमोस्ट 500 को हाराहारी मेम्बर हुनुहुन्थ्यो भने अहिले 718-20 को हाराहारी मेम्बर एप्रुभ भइसकेको अवस्था छ। र अझै पनि इक्यानको सेक्रेटेरियल अफिसमा हेर्ने हो भने मोर देन 100 एप्लिकेसन अहिले पनि हुनुहुन्छ। चेन्ज नभएको होइन, तर कस्तो भने जुन चेन्ज खोजेको त्यसमा पनि मेम्बरसिप ओरिएन्टेड काम चाहिँ नभएको हो कि एउटा। अर्को चाहिँ अहिलेको टाइमिङमा चाहिँ गभर्मेन्टसँग लबिङ गर्नुपर्ने सिचुएसन छ होइन। हामीलाई हेर्ने तरिका फरक छ, त्यो नभएको हो कि। एमबिसीसँगको जुन हाम्रो कनेक्सन हुनुपर्ने थियो त्यो नभएको हो कि। बेसी चाहिँ पोलिटिकलीतिर गएको हो कि भन्ने चाहिँ अहिलेको युवाको धारणा छ होइन। बाहिर बसेर भन्न अब तपाईँले भनेको त्यसलाई अब इक्यानको पुनर्संरचना आवश्यक परेको हो त। यसलाई मैले पूर्ण संरचना भन्दिनँ होइन। काम गर्ने जुन माइन्ड छ नि
त्यो माइन्ड चाहिँ अलिकति चेन्ज हुनुपर्ने भन्ने धारणा मात्र हो। त्यहाँ त्यस्तो बिग्रेको भित्र केही पनि छैन जस्तो हामी बाहिर देख्छौँ होइन। केही कोषको कुराहरूमा अगाडिदेखि नै अलिकति प्रब्लम छ होइन। त्यो कुरा कति फेरि कस्तो छ भने इक्यान भनेको एउटा अध्यक्षबाट चल्ने संस्था हो। बोर्ड हुन त हामी बोर्डमा बसेर सबै डिसिजन गरेर जान्छौँ, तर लास्ट डिसिजन भनेको अध्यक्षको हुन्छ। अध्यक्ष, महासचिव, ट्रेजरर भनेको इक्यानको एउटा बलियो 3टा खम्बा हो क्या। त्यो बाहेक अरू खम्बा चाहिँ हामी हौँ। 3टा खम्बा एक किसिमले चलिराख्दाखेरि त्यो राइट उहाँहरूलाई चाहिँ हाम्रो आवश्यक परेन भने हामीलाई त्यति थाहा नै हुँदैन त्यो इन्फर्मेसन। त्यहाँ चाहिँ विधान चेन्ज नगरिकन त्यो फेरि चेन्ज हुँदैन। तपाईँ एउटा पहिला चाहिँ उपाध्यक्षको रूपमा एउटा कार्यवाहक अध्यक्ष पनि निर्वाह गरिसक्नुभयो। अब यसले चाहिँ समग्र प्रणालीगत कुरा पनि त तपाईँलाई धेरै जानकारी भयो होला नि त। अबको इक्यान कस्तो हुनुपर्छ भन्नेमा चाहिँ तपाईँ कसरी जोड दिनुहुन्छ? फेरि पनि धन्यवाद। एकदम मनको कुरा भन्नुभयो, क्वेसन सोध्नुभयो। धेरैचोटि कार्यभार सम्हालिसकेको, सम्हाल्दाखेरि धेरै कुरा विधानमा त्रुटि रहेछ भन्ने फिल भएको। त्यो विधानलाई चेन्ज गराउनको लागि चाहिँ मासले नभनिकन हुँदैन, तर माससम्म यो पुर्याउनु पर्छ भन्ने आवश्यक हो। त्यसलाई चाहिँ जबसम्म हामीले जहाँ चाहिँ ल्याक छ त्यो इन्फर्मेसन मास अथवा मेम्बरसम्म पुर्याइसकेपछि त्यहाँबाट आउने आवाजलाई हामीले लाने हो। विधान चेन्ज गर्न पनि सिस्टम हुँदो रहेछ होइन। र सँगै चाहिँ ब्रान्चेसहरू पनि धेरै भइसकेको हिसाबमा त्यो विधान जुन बेला बनेको थियो 2टा ब्रान्च हुँदाखेरि बनेको विधान अहिले पनि हामी त्यही लिएर हिँडिरहेको छौँ कि। अनि च्यालेन्जेस पनि धेरै नै छ किनकि एउटा सिस्टम बसिसकेको छ अगाडिको। कतिपय व्यवसायीहरूको धारणा अथवा आक्षेप चाहिँ के छ भन्नुहुन्छ भने संस्थागत रूपमा व्यवसायीको हकितको लागि चाहिँ इक्यानले खासै पहल गर्न सकेन, सधैँ कुनै व्यक्तिहरू डोरिरहे। अब यस्ता खालको नेतृत्वबाट के अपेक्षा गर्ने भन्ने पनि प्रश्न छ। म चाहिँ यसमा के भन्छु भने नेतृत्व होइन, नेतृत्व गर्ने मान्छे जहिले पनि आउन खोज्छ होइन। यो चाहिँ भोटर्स को हातमा छ कि भोट दिँदाखेरि चाहिँ काम गर्ने मान्छे, नयाँ चेन्ज, नयाँ आइडिया भएको मान्छेलाई लानुपर्छ। न कि कसैले दोहोऱ्याएर लगेर होइन उसलाई चाहिँ दिनुपर्छ अथवा यसलाई यो दिन्छु त्यसलाई त्यो दिन्छु यसलाई भोट हाल्यो भन्ने मान्छेहरूको पछि नलागिकन त्यतातिर चाहिँ जानुपर्छ। त्यो चेन्ज भनेको भोटर्सले ल्याउने हो कि क्यान्डिडेटले होइन। क्यान्डिडेट तपाईँले पठाउनु भयो नयाँ भने पो चेन्ज आउँछ। बाहिरको मान्छेहरूलाई एक्ज्याक्टली तपाईँले भन्नुभयो त्यहाँको सिस्टम के छ नै थाहा छैन। सोच्दाखेरि चाहिँ सबै मिलेर काम हुन्छ भन्ने छ होइन। मैले अगाडि नै भने नि 3टा पिलर एकतिर हो, अरू पिलर एकतिर हो। हामीलाई त विधानले अध्यक्ष नहुँदाखेरि उसको अनुपस्थितिमा सर्टेन काम गर्नलाई दिएको छ क्या। नत्र उपाध्यक्ष भनेको चुप्प लगाएर बस्ने नै हो। एउटा डिपार्टमेन्ट दिएको हुन्छ, त्यो डिपार्टमेन्टलाई न्याय गर्ने हो होइन। तपाईँले भने जस्तै एकचोटि तपाईँ उपाध्यक्ष भइसक्नुभयो, अब दोहोऱ्याएर फेरि उम्मेदवारी दिनुभयो। तपाईँ अध्यक्षको लागि पनि त चाहिँ काबिल अथवा सक्षम उम्मेदवार हो नि त। मैले अध्यक्षको लागि दाबी गरेकै हो होइन। अरू भाइस प्रेसिडेन्ट भन्दा मैले काम गरेको चाहिँ थिएँ त्यो बोर्डमा बस्दाखेरि मलाई दिएको होइन। र मेम्बर ओरिएन्टेड नै काम गर्न मन पराउने मान्छे म हो। तर कस्तो भयो भने कुनै पनि अध्यक्ष भनेको नट अ जोक। तपाईँले जति 700 मेम्बर छौँ हामी भने 700 मेम्बरको फेस लिएर जाने हो क्या। मेरो व्यक्तिगत मेरो एकजनाको मात्र भ्यू छैन त्यहाँनिर। त्यसको लागि चाहिँ मेरो तयारी कम थियो। र अहिले पनि हाम्रो इन्डस्ट्रीमा लेडिजलाई हेर्ने तरिका फरक नै छ होइन। व्यावसायिक महिलाहरू अब तपाईँले धेरै त्यसमा काम गरिसक्नु भएको छ, उनीहरूको उत्थानको लागि चाहिँ के गर्ने? म उत्थानको लागि केही गर्दिनँ किनकि उहाँहरू अगाडि आउनुपर्छ आफै नै आफ्नो राइट्स खोज्नलाई होइन। म कसैको उत्थानको लागि पनि बसेको होइन। उहाँलाई राइट्स चाहिन्छ, आफ्नो अधिकार चाहिन्छ भने आउने। कसैले चाहिँ ल तँलाई यो दिन्छु भनेर चुप्लाएर बस्छ भने त्यो के काम होइन। मलाई चाहिँ मेरो राइट्स चाहिएको यो इन्डस्ट्रीमा। किनकि मैले पनि यहाँ 22 वर्ष बिताएको छु इक्यानमा। उहाँहरू सर नै मैले भ्युज तिरेको छु। उहाँहरू सर नै मैले आफ्नो डकुमेन्ट हालेर क्राइटेरिया मिट गरेर म त्यहाँ पुगेको छु भने म अरूको उत्थानको लागि होइन, म मेरै उत्थानको लागि आएको र मेरो राइट्सको लागि म एक्लै लडेको छु। हिजो मैले अब उपाध्यक्ष मलाई जिताउन सपोर्ट गर्नुभयो लेडिजहरूले पनि डेफिनेटली, नत्र म त्यहाँ पुग्दिनँ थिएँ। तर आज अध्यक्ष उठाउँदाखेरि मैले क्यान्डिडेटसी दिँदा आज कोही
लेडिजको एउटा फोन आएन, बरु जेन्ट्सको आयो मोर देन 150। ल हामी तपाईँको पार्टमा छौँ, अघि बढ्नुहोस् म्याम, नडराउनुहोस् भन्यो, तर लेडिज कसैले गर्नु भएन नि त होइन। त्यो उहाँहरूलाई फिल हुनु पऱ्यो के, कसैले चाहिँ हात डोराएर अगाडि बढिँदैन होइन, जबसम्म आफ्नो अस्तित्व नै उहाँहरूलाई मतलब छैन नि। मैले किन अरूको लागि गर्ने, म त मेरो लागि लडिरहेको छु, भोलि अध्यक्ष पनि म मेरै लागि लड्छु नि। मैले यहाँ दिएको छु यही बराबर अरू जेन्ट्स बराबर छु भने किन नलड्ने होइन, त्यसको लागि चाहिँ हो। अब त्यो देखेर कसैले मलाई चाहिँ ल सपोर्ट गर्नु पऱ्यो जाम भनेर आउँछ भने फेरि मेरोबाट वेलकम छ। म ब्याग बसेर कोही मान्छे अघि लेडिज बढ्छ भने मेरो 100% छ। अहिले जेन्ट्सलाई त मैले दिएँ होइन, दुइटैले भनेन मलाई एउटा टिमबाट म्याम म अगाडि बढ्छु, तपाईँ मलाई सपोर्ट दिनुहोस्, तपाईँको भिजनमा म अगाडि बढ्छु भने ओके मैले मैले दिएँ नि त। तर एउटा पार्टले दिएन नि त होइन। अहिले पनि हेर्नुहोस् तपाईँले देख्नुभयो नि यही इन्डस्ट्रीमा पनि अझ पनि केही त्यस्तोहरू छ कि जो चाहिँ लेडिजलाई केही न केही हामीले बनाइदिएको, हामीले गरिदिएको होइन। मैले आफै नआटेको भए उहाँहरूले ल्याउन सक्नुहुन्थ्यो, अरू पनि त आउनुपर्ने नि त होइन। त्यही भएर यहाँ छ अहिले पनि डिस्क्रिमिनेसन, तर त्यसलाई चिन्नलाई जेन्ट्स होइन, हामी आफै लाग्नुपर्छ कि आफ्नो अस्तित्व बचाउन। अब अन्तिममा जाउँ। अब निर्वाचनको त अब तपाईँहरू सम्मुखमा हुनुहुन्छ, उम्मेदवारी दिइसक्नुभयो, राइट। अब चाहिँ यो व्यावसायिक हितका लागि के काम गर्नुहुन्छ र अब तपाईँलाई मत किन हाल्ने व्यवसायीहरूले त्यसको पनि केही रिजन होला, समग्रमा के भनिदिनुहुन्छ, कसरी चाहिँ उहाँहरूसँगबाट तपाईँले मतको अपेक्षा गर्नुहुन्छ? एन्ड्रुको टिमबाट म भाइस प्रेसिडेन्ट उठ्दैछु होइन। योभन्दा अगाडि अर्को टिममा थिएँ, एन्ड्रु अर्को टिममा थियौँ। उसले भनेको कुरा उसको मेम्बर ओरिएन्टेड छ होइन, ब्युरोक्रेसीसँगको लबिङको कुरा छ, त्यसपछि इन्टरनेसनल एम्बेसीहरूसँगको लबिङको कुरा छ होइन। यो सबै र मेनली हामीले आजसम्म इक्यान बचाउँदै आएको छौँ नि त, मेम्बरसिप दिएर। हामीले मेम्बरसिप नदिएको भएदेखि इक्यान त जान्थ्यो नि त भने, अब इक्यानबाट पनि हामीले लिनु पऱ्यो। इक्यान 30 वर्षको हुन लागिसक्यो होइन, यति पपुलर छ, 700 मेम्बर छ भने त्यो इक्यानलाई हामीले राम्रो ठाउँमा युटिलाइज गरेर मेम्बर ओरिएन्टेड काम हुनु पऱ्यो, ताकि मेम्बरलाई चाहिँ मलाई इक्यानमा जाँदाखेरि इक्यानबाट म यति सेफ हुन्छु। र हामी मेम्बरले पनि के बुझ्नु पऱ्यो नि, अथेन्टिक जेन्युन काम गर्न पऱ्यो होइन। हामी यस्तो ठाउँमा छौँ, एउटा घर परिवारको फ्युचर बनाउने ठाउँमा छौँ। हामीले सर्टेन एमाउन्टको लोभ गरेर अर्को फ्युचर बिगार्नुहुन्न। फाइनेन्सियली हामी ट्रान्सपेरेन्सी हुनुपर्छ अनि हामी मेम्बरले पनि बुझ्नुपर्छ, सरकारलाई ट्याक्स तिर्नुपर्छ तर जेन्युन काम गरेर, फेक काम गरेर होइन भने इक्यानको मेम्बरले त्यो गर्ने बित्तिकै इक्यानलाई हेर्ने तरिका फरक हुन्छ नि त होइन। अहिले पनि इक्यान भन्ने बित्तिकै फरक तरिकाले हेर्छन् हामीलाई ब्युरोक्रेसी भने। अब इक्यानलाई त्यति राम्रो बनिसकेको, इक्यानले मेम्बरलाई केही बेनिफिट गराउने काम गर्नु पऱ्यो। त्यो भनेको नेपाल सरकारसँगको लबिङ, एम्बेसीसँगको लबिङ होइन। त्यसपछि यो बाहिरबाट कति कम्पनीहरू आइरहेछ, हामी आफै यहाँनिर इन्भेस्ट गरेर अगाडि बढ्न सकिरहेछौँ, किन बाहिरको कम्पनी आएर इन्भेस्ट गरिरहेछ, झोलामा एउटा कन्सल्टेन्सी बोकेर हिँडिरहेछ होइन, डिपेन्डेन्टको काम गरिरहेछ, त्यसले हामीलाई इफेक्ट भइरहेछ नि त। त्यस्तैसँग सोसियल मिडियामा दुनियाँ मार्केटिङ गरिरहेछ, जुन कसले दियो त्यो अधिकार होइन। त्यो त राज्यबाट एप्रुभ नभइकन त्यसरी दिन मिल्छ त? धेरै एकदमै ठुलो शुद्धिकरण चाहिन्छ नै अहिलेको लागि। भनेपछि अब मत पनि त चाहियो नि तपाईँलाई, जित्नु नि त पर्यो। अब तपाईँ एकचोटि उपाध्यक्ष भइसकेको मान्छे फेरि हुँदै हुनुहुन्छ होइन, प्रतिस्पर्धा त कडै छ, डेफिनेटली कडै छ। प्रतिस्पर्धालाई कसरी चिर्नुहुन्छ, कसरी विजय हुनुहुन्छ? म ढुक्क छु। मेम्बर 200 चाहन्छु नयाँ मेम्बर आउनु भएको छ, अलिअलि मात्र देख्नु भएको छ। 500 मेम्बरले काम गर्नेको, कुरा गर्नेको, को चाहिँ हात समातेर अगाडि बढ्ने भन्ने देखेको छ। अहिलेको मेम्बरले काम गर्ने मान्छे नै लान्छ भन्नेमा ढुक्क छु। हिजो म कास्कीबाट ट्रेजरर रूपमा आउँदा त मलाई त्यति माया गरेर त्यहाँ पुर्याउनु भयो 10 जनाको भिपीको उसमा भने, आज त मैले काम गरेर देखाएको छु। तपाईँहरूले हालेको मतलाई मैले खेर जान दिएको छुइनँ भनेर देखाएको छु। कोषलाई स्ट्रङ बनाएको छु, इक्यानलाई, र इक्यानको कति भित्रमा के छ भन्ने कुरा नयाँ आउने भन्दा डेफिनेटली मलाई अलि धेरै थाहा छ, किनकि म धेरैचोटि कार्यभार अध्यक्ष पनि भइसकेको छु। त्यो हिसाबमा कहाँ लुप होल छ। र दुईवटा टिम, हिजो एउटा टिमसँग थिएँ, आज अर्को टिमसँग छु।
त्यो हिसाबमा मसँग केही न केही त नलेज होला नि त अरूसँग भन्दा त्यो हिसाबमा म ढुक्क छु कि मलाई पहिलो उपाध्यक्ष नै बनाउनुहुन्छ र त्यो उपाध्यक्ष बनिसक्दाखेरि मेरो चाहिँ उपाध्यक्ष मात्र बन्ने होइन र हिजो डिपार्टमेन्ट एउटा दिएको थियो आज त्योभन्दा बढी जिम्मेवारी छ किनकि म अर्को टिमसँग छु होइन नयाँ टिमसँग छु उसलाई चाहिँ कहाँनिर रङ हुँदैछ त्यो ठाउँमा मैले स्टप गर्ने मेरो जिम्मेवारी आएको छ किनकि म आज अध्यक्ष पोस्ट छोडेर उसलाई सपोर्ट गर्दैछु भने मेरो भोटर्सले पनि उसलाई भोट दिन्छ नि त म माथि पनि जिम्मेवारी छ नि त भने म कदापि नै यी ज्ञानलाई भोलि डगमगाउन दिन्न गलत काम गर्न दिन्न र मेरो भोटर्सले त्यही नै हेर्नुहुन्छ अहिले यो जति पनि मेम्बर हुनुहुन्छ अहिले त्यही हेरिराख्नु भएको छ दुवैतिरबाट यसकै लागि तपाईँलाई मत दिनु पर्यो हो डेफिनेटली दिनुहुन्छ नै म कन्फिडेन्ट छु क्या दिनुहुन्छ नै किनकि मैले उपाध्यक्ष पनि उहाँहरूले छोड्नुहुन्न तपाईँ अघि बढ्नुपर्छ अध्यक्ष नजाने हो भने पनि भन्नुभएको भएर दिएको हो नि त उहाँहरूको पनि दायित्व हो नि त मलाई लाग्छ हो म महिलाको मात्र प्रतिनिधि होइन महिला हो तर म समग्र सबैको हो धन्यवाद धन्यवाद टाइमको लागि